हेलो गाइस र सबैजनालाई शुभ दिउँसो है। मेरो फेसबुक पेजमा स्वागत छ तपाईहरुलाई। र आज चाहिँ म यो बाँस काटेर लिएर चाहिँ यो बाँस फटाउँदै छु है। अस्ति मैले मटर रोपेर उम्रिसकेको छ है। र थाङ्ग्रा लाउनु पर्ने थियो र आज चाहिँ घरमै थिएँ र मजाले थाङ्ग्रा लाउनुको लागि बाँस काटेर लिएर चाहिँ थाङ्ग्रा लाउन थालिसकेँ है। र हेर्नु होला तपाईहरुले के कसो छ है। र तपाईहरुतिर चाहिँ थाङ्ग्रा कस्तो तरिकाले लाउँछ है। र मैले चाहिँ यस्तो प्रकारले लगाएको छु बुनेर है। र बाँस पनि पुरा गयो तपाईको जस्तै मिनिमा जान्दै 8, 9, 10 गाना जस्तो बाँस गयो है। र उतापट्टि चाहिँ सबै लगाइसक्यो अघि, अन्त यतापट्टि लाउनु थियो र यतापट्टि लाउँदा यसो भिडियो गर्दै टाइम पास तपाईहरुको सामु है सानो भिडियो लिएको छु है। स्किप नगरिकन हेर्नु होला है। र हेर्नुस् म चाहिँ यसरी लाउँछु है। अहिले चाहिँ घाम पनि मजाले लागिरहेछ है। अघि चाहिँ के पानी पुरा परेको थियो है। त्यहाँदेखि फेरि रहेर चाहिँ फेरि घाम लाग्यो है। घाम लागेर चाहिँ अन्त मेरो पालि हतार हतार फेरि छिटो छिटो लाउनु थियो। 4-5 डेङ छ लाउनु है। त्यो चाहिँ लगाइदिइहालेँ है मैले। लगाएर सकिहाल्छु आज भनेर चाहिँ अन्त छोरालाई चाहिँ भिडियो बनाउनु लगाएर चाहिँ मैले चाहिँ यो जुन चाहिँ यो थाङ्ग्रा लाउनु थालेको है। तर एकदमै साह्रो यो थाङ्ग्रा लाउनु चाहिँ साह्रो एकदमै। र यो मटर रोप्नु भन्दा पनि एकदमै साह्रो है। र फाइनली मैले लगाइसकेको छु अहिले चाहिँ है थाङ्ग्रा चाहिँ। र आज दिनभरिको मेरो काम चाहिँ यति नै हो। र थ्याङ्क यू सो मच वाचिङ भिडियो लस।